First of all, Silpaji, a very, very, very happy Holi. Happy Holi to you too. कस्तो भइराछ होली? बबाल भइराछ है? बबाल धेरै पछि यसरी निस्केर होली खेल्न पाउँदा एकदमै रमाइलो भइराछ। अब चाहिँ लाइफमा कलर चाहियो भन्ने भयो। कलर चाहियो, चाहिन्छ नै obviously, सधैँ चाहिन्छ। अहिले त झन् चाहिन्छ होला जस्तो फिल भइराछ। डिफरेन्स भने त के हैन, यस्तै गरी नै हो, रङ लगाउने, नाच्ने, गाउने त्यही नै हो हैन। तर यहाँ चाहिँ यो अब अबिर चाहिँ जान्छ है, तर तराईको चाहिँ मेटाउन धेरै गाह्रो हुन्छ, त्यति मात्रै फरक होला। होली भने एउटै त हो नि, एउटै हो है, एउटै हो नि। त्यो त अघि एकजना हाम्रो अतिथिज्यूले भन्दै हुनुहुन्थ्यो कि त्यहाँ त ड्रममा पानी भर्ने, ड्रममा नै फाल्ने। तर यहाँ पनि हुन्छ, यहाँ चाहिँ भएको छैन हैन। तर यहाँ पनि काठमाडौँमा पनि कता कता देखिरहेको हुन्छ त्यो कुरा त मैले। त्यहाँ चाहिँ तर साँच्चै कम्पेयर गर्नु पर्दा फेरि केही मात्रामा चाहिँ तराईमा अझै रमाइलो हुन्छ। तर ठिक छ, भोलि पनि होली चाहिँ के थाहा, फ्लाइट गरेर जानु नि सकिन्छ, जान पनि सकिन्छ हैन, आफ्नै घर त हो, जोस चढ्यो भने जान पनि सकिन्छ हैन। के छ अहिले अब जिन्दगीमा कतिको रङहरू लागिरहेछ नि त? जिन्दगीमा रङ भन्दा पनि अब खुसी हुनुपर्छ, खुसी भएर बाँच्नुपर्छ भन्ने चाहिँ फिल हुन थालेको छ। त्यही हो, आफूलाई माया गर्नुपर्छ भन्ने कुरा। हजुर, आज करिश्मा दिदीको घरमा छौँ, मानन्द निवासमा छौँ हैन। करिश्माजीसँगको बन्डिङ पनि सुनौँ न एकचोटि। करिश्माजी भनेको अब सधैँ नै उहाँले मलाई चाहिँ स्पेसली फागु हामीले सुटिङ गरेका थियौँ, करिश्माजीकै प्रोडक्सनबाट थियो। अनि त्यहाँ चाहिँ हाम्रो बन्डिङ एकदमै राम्रो भएको थियो। उहाँले चाहिँ छोरी भन्नुहुन्थ्यो, मैले चाहिँ आमा जस्तै नै सोचेँ उहाँलाई। अनि विनोद ड्याडीलाई अझै पनि ड्याडी नै भन्न आउँछ, कहिले पनि त्यो जी यताउता टाइपको त केही भन्न आउँदैन, आउँदैन, ड्याडी नै हो। अहिले पनि स्टिल अहिले पनि आउँदाखेरि ड्याडी भन्दै हक गरे हो मैले होइन। त्यही हो, आमा बाउ टाइपको एउटा बन्डिङ छ भन्नुपर्छ उहाँसँग। अनि धेरै वर्षदेखि उहाँहरूले होली गर्नुभएको थिएन नि त, अनि त्यो कुराहरू चाहिँ एकदमै मिस हुन्थ्यो क्या। काहीँ गए पनि काहीँ नगए पनि, ल मलाई यहाँ जान मन छैन, मलाई त्यहाँ जान मन छैन भने पनि अब करिश्माजीको होली भयो भने चाहिँ त्यहाँ चाहिँ जाने हो भन्ने हुन्छ कि, जोस आउँछ कि। त्यही हो, आज यसपालि चाहिँ होली भयो, एकदमै रमाइलो लागिरहेछ। फिल्मको रङमा चाहिँ कहिले ढल्किने देख्न पाउँछौँ? त्यो चाहिँ खोइ मलाई थाहा छैन, अहिले चाहिँ मलाई इन्ट्रेस्टै छैन भन्नुपर्दा फेरि मलाई इन्ट्रेस्टै छैन अहिले चाहिँ। मुभीतिर इन्ट्रेस्टै छैन, अझै एउटा मुभी रिलिज हुन बाँकी नै छ। अनि प्लस भोजपुरी पनि 2टा मुभी रिलिज हुन बाँकी छ। अनि अहिले नेपाली मुभीतिर चाहिँ मलाई साँच्चै भन्नुपर्दा इन्ट्रेस्टै छैन भन्दा हुन्छ। साँच्चै इन्ट्रेस्ट छैन क्या, त्यो मनै मरेर आए जस्तो त्यस्तो भइरहेछ क्या। मुभीको कुराहरू आउँदाखेरि पनि स्क्रिप्टै नपढिकन कहिलेदेखि हजुरको स्टार्ट भनेर सोध्छु मैले होइन। अनि उहाँले यो डेटबाट ला मेरो त अर्को प्रोजेक्टको सुटिङ स्टार्ट हुन लाग्छ नि भनेर भनिरहेको हुन्छ कि, मतलब त मेरो मनै मरे जस्तो त्यो फिल्मतिरबाट अलिक टाढै बस्न मन लागेको जस्तो त्यस्तो भइरहेछ कि मलाई चाहिँ अहिले। हजुर, त्यो त तर धेरैजनाले त तपाईँलाई अपेक्षा पनि गर्नु भएको छ फिल्ममा ब्याक भइदियोस् भन्ने चाहना पनि त धेरैको छ। हो त्यो त हो, अब कस्तो हुन्छ भने अब प्रोडक्सन पनि राम्रो हुनु पर्यो, प्रोडक्सन हाउस राम्रो हुनु पर्यो, प्लस स्क्रिप्ट लेख्ने मान्छे चाहिँ यो मान्छेले राम्रो लेख्छ, यहाँबाट अफर आयो भन्ने पनि हुनु पर्यो। एउटा एकतिरबाट चाहिँ है एकचोटि स्क्रिप्ट चाहिँ सुन्नु पर्ला भने जस्तो चाहिँ त्यस्तो टाइपको चाहिँ आएन क्या। अनि बिचमा त मन नभएर पनि होला, मैले सोध्न पनि चाहिनँ कि स्क्रिप्ट राइटरको भन्नेतिर पनि अब त्यति लामो कुरा गर्नै मन लाग्दैन थियो। इन्ट्रेस्ट पछाडि जति नै राम्रो भए पनि मन नजाने रहेछ। अब हेरौँ बिस्तारै बिस्तारै मन लाग्छ कि, तर लाग्छ जस्तो चाहिँ मलाई लाग्दैन साँच्चै भन्दा। तर जीवनमा लागेका काला रङहरू चाहिँ मेटिँदैछन् जस्तो लागिरहेछ कि छैन? काला रङ भन्ने मात्रै हो त्यो चाहिँ होइन, कालो त्यो त धोइसकियो जस्तो लाग्छ मलाई चाहिँ। धोइसक्यो, अब तपाईँ कालो रङ थिएन, त्यो देखिया मात्रै हो, आँखाले मात्रै देखिया हो त्यो होइन। त्यो आँखाबाट चाहिँ कालो रङ हटाउनु पर्छ सबैजनाले, त्यही हो। अब तपाईँको जीवन कलरफुल हुँदैछ? कलरफुल बनाउनु पर्यो नि यार, होइन बनाउनु पर्यो त। सबैले नै अब मेरो लाइफ अन्धकारले भरिएको छ भनेर मेरो मात्रै दुःख मलाई ठुलो लाग्छ होला होइन, तर मभन्दा धेरै दुःख पाउनेहरू पनि त हुनुहुन्छ नि त। त्यो त अदालतमा गएपछि मात्रै थाहा हुन्छ कि मभन्दा पनि कति दुःख पाउनु भएको, मभन्दा पनि कस्तो वर्स्ट केसहरू लडिराख्नु भएको छ भनेर होइन। एक प्रकारको थेरापी भन्ने कुरा त अदालतमै गएर पनि हुन्छ जस्तो लाग्छ कि मलाई। त्यो अदालतमा जाँदा पनि मेरो केस त केही पनि होइन रहेछ, मभन्दा कस्तो केसहरू आएको रहेछ भन्ने चाहिँ फिल हुन्छ क्या। शिल्पाजीको जीवन कति समयसम्म चाहिँ बेरङ थियो त्यो चाहिँ जान्न मन लाग्यो क्या? बेरङ होइन, बेरङ चाहिँ मैले आफैले बनाएको होला। कहीँबाट अघि भनिहालेँ नि मैले, आफ्नो आँखाले मात्रै अँध्यारो देखेको हो, तर जीवन त उज्यालै हो नि त होइन। जीवन सधैँ उज्यालो, मेरो आँखाले मात्रै अँध्यारो देखेको हो क्या।
मैले आँखा खोलिसकेँ अब चाहिँ त्यही हो। ओके सो र जाँदा जाँदै होइन दर्शकहरूलाई होलीको शुभकामना। होलीको त अब सधैँभरि मलाई त एकदमै मनपर्ने चाड हो होइन, राम्रोसँग मनाउनु होला। अनि रङहरू खेल्दा ओर्दा अर्कालाई लगाइदिँदाखेरि चाहिँ अहिले के पुलिस प्रोटेक्सनको कुराहरू पनि हुन्छ, त्यो ध्यान दिनु होला। अनि फ्यामिलीहरूसँग बसेर राम्रोसँग रमाइलो गर्नु होला, त्यही हो। थ्याङ्क यू, ह्याप्पी होली। ह्याप्पी होली।